Hi everyone, welcome back to my channel. So today's vlog is little special because finally I'm going back to my home after 2 months. अन्त मैले फ्रुट्सहरू यो सोपहरू चाहिँ डल्लै रुममा राख्दा बिग्रिन्छ भनेर चाहिँ लिएरै जानु पर्यो भनेर प्याक गरेँ। अन्त मैले खाना खाएँ। अब खाना त खानै पर्यो किनभने मेरो दबाई पनि खानु छ। अन्त खाना खाइसकेर अब भाँडा त माझ्नु पर्यो, अब छोडेर जानु त मिल्दैन। अन्त सबै भाँडाहरू पनि मैले एउटा एउटा गरेर धुइहालेँ, पानी पनि आउँदै थियो। अनि फेरि अब छोडेर त कसरी जानु, निकै दिनको लागि छुट्टी जाँदैछु। अन्त त्यही भएर सबै सफा गरेँ, बेसिनहरू पनि चराकचिरिक पाऱ्यो। अन्त अब ग्यासहरू पनि पुसिहाल्छु भन्ने चाहिँ सबै चराकचिरिक पाऱ्यो। अब आफूलाई ढुक्क हुन्छ नि त उता घरबाट आउँदाखेरि पनि। अनि मेरो किचन चाहिँ यस्तो दामी भयो, चटक्क भयो। म भुइँहरू पनि बढाल्छु। अन्त बढालिसकेर चाहिँ फेरि मैले स्टार्ट गरेँ मेरो प्याकिङ। अब मैले लुगा त लिएर जान्छु एक दुईवटा। अन्त मैले चाहिँ यहाँ फटाफट लुगा पट्याउनु थालेँ। अन्त एक दुईवटा लान्छु भनेर। अन्त आफ्टर द्याट चाहिँ मैले दबाई खाएँ। अनि दबाई खाइसकेर चाहिँ मेरो स्किन केयर गरेँ। मैले मोइस्चराइजर र सनस्क्रिन लगाएँ किनभने मेरो आजभोलि पुरा बेसी पिम्पल्सहरू आउँदैछ नि त। अन्त मैले मजाले मोइस्चराइजर लगाएपछि चाहिँ पिम्पल्सहरू अलिक घट्दैछ। अनि मैले अलिअलि मेकअप गरेर चाहिँ म रेडी भइसकेँ। अन्त यो चाहिँ हो मेरो दुईवटा सामान, यो घर लिएर जाने। अन्त मैले रुमको लाइटहरू अफ गरेर चाहिँ अनि मैले रुमलाई बाई बाई भनेर चाहिँ म गएँ। अन्त चाहिँ आज चाहिँ फेरि कस्तो खालको अचम्म भयो, गाडी पनि त्यहाँ जाने साथ पाइहाल्यो। अन्त बजार पनि पुगेँ। अनि आज चाहिँ म एक्लै थिएँ, भिडियो बनाउनु पनि सरम लाग्दै थियो। अन्त गएर चाहिँ जुलपी लानु पऱ्यो घरमा भनेर चाहिँ जुलपी प्याक गरेँ। अनि मैले खाजा त खाएरै आएको थिएँ। अनि यहाँ झालमुरी किनेर चाहिँ अन्त मैले बाटोमा चाहिँ बनाएन किनभने म यस्तो चेप्टिरहेको थिएँ गाडीभित्र हो। अनि त्यही भएर डाइरेक्ट घर आएँ। यता उयो पनि ल्याएको छु मैले, सोपहरू पनि, फ्रुट्सहरू पनि। यस्तो सुप चाहिँ हाम्रोमा जति छ तल बारीमा होइन, मेरो बिग्रिन्छ भनेर ल्याएको। साथीलाई दिउँ भने नि स्न्याकमा थियो कि उसकोमै बिग्रिसक्यो भने चाहिँ बेसी पायो नि त अस्ति हामीले। घरबाट ल्याएको के को किनेको नि। अन्त म घर पुगेर चाहिँ मम्मीले ठिक्कै मकै खाँदो रहेछ। अनि मलाई चाहिँ मकै र यो गुन्द्रुकको अचार दिनुभयो, अन्त चिया दिनुभयो। अनि एकदम मिठो भयो। अन्त चाहिँ फेरि हामी यहाँ दोकानमा आयो। अन्त यहाँ भाइ चाहिँ बसिरहेको छ, मम्मी बडीहरू गफ गर्दै थियो। अनि म चाहिँ उनीहरूको गफ सुन्दै थियो, चिया पिउँदै नि। अनि अब घर आएपछि चाहिँ अर्कै खालको भइहाल्छ। अब रुममा बस्दा बस्दा कस्तो हुन्छ होइन, यहाँ त अब हावा लाग्छ, यता मान्छे आउँछ ऊ आउँछ, मजा आउँछ नि त। अन्त म गएँ मेरो रुममा। अन्त लुगाहरू चेन्ज गरेँ। अन्त म तपाईँलाई अलिकति भ्यू देखाउनु पऱ्यो भनेर मैले अलिकति भ्यू यहाँ क्याप्चर गरेँ। अन्त फेरि म लुगाहरू फेरेर चाहिँ म माथि आएँ मम्मीहरूसँगै गफ गर्नुको लागि। यहाँ न यहाँ आँगर त आँगरमा आएँ म त हालिदिन्छु यतिकै। अब मम्मीले त झुक्काउनु हुँदैन।